साथीहरू, अशोक दर्जीको चलचित्र मन बिनाको धनले अहिले पछिल्लो समय राम्रो वर्ड अफ माउथ पाइरहेको छ। जति पनि दर्शकहरूले चलचित्र हेर्नु भएको छ, प्राय सबैले सकारात्मक प्रतिक्रियाहरू दिइराख्नु भएको छ। हलमा दर्शकहरूले यो चलचित्र मन बिनाको धन हेरिसकेपछि रुवाबासी नै चलिरहेको छ भन्दा फरक नपर्ला। मन बिनाको धन चलचित्रले बलियो वर्ड अफ माउथ लिइरहेको छ र अब पिकअप पनि लिएको छ। आजको यस भिडियोमा यस चलचित्र मन बिनाको धनमा भएका कलाकारहरूले के कति पारिश्रमिक लिएर काम गरेका छन् भनेर कुरा गर्नेछौँ। साथीहरू, हाम्रो यस नयाँ नेपाली जानकारी युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई पनि अलमा गरिदिनु होला। साथीहरू, यस फिल्म मन बिनाको धनमा पहिलो नम्बरमा रहेका छन् कलाकार रविन्द्र झा। रविन्द्र झा एक नेपाली अभिनेता, हास्य कलाकार तथा पटकथा लेखक हुन्। उनी मुख्य रूपमा नेपाली चलचित्र तथा सोशल मिडिया मनोरञ्जन क्षेत्रमा सक्रिय छन्। सन् 1978 मार्च 4 मा जनकपुर धाम धनुषा जिल्लामा जन्मिएका रविन्द्र झा हाल भने 47 वर्ष उमेरका भएका छन्। टेलिभिजन सिरियल तथा नाटकबाट आफ्नो अभिनय यात्रा सुरु गरेका रविन्द्र झाले प्रारम्भमा उनी नाटकीय तथा खलनायक स्वरूपका भूमिका निभाएका थिए। चलचित्र क्षेत्रमा जात्रा 2016बाट उनले निकै नै व्यापक रूपमा चर्चा पाएका थिए। त्यसपछि उनले जात्रै जात्रा, चङ्गाचेट, सिल्ली फो, चौका दाउ लगायतका थुप्रै चलचित्रहरूमा काम गरेका छन्। मधेसी पात्र तथा मिथिला क्षेत्रीय सांस्कृतिक पृष्ठभूमिबाट आएका कलाकारहरू मध्ये एक हुन् उनी। आफ्नो हास्य र चरित्र भूमिकाबाट दर्शकहरू माझ उनले राम्रो प्रतिनिधित्व पाएका छन्। रविन्द्र झाले अहिले भने यस चलचित्र मन बिनाको धनमा काम गरेका छन्। यस चलचित्रमा काम गरे बापत उनले 4 लाख रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ। यसै गरी दोस्रो नम्बरमा रहेका छन् कलाकार भोलाराज सापकोटा। भोलाराज सापकोटा नेपालका एक चर्चित सहायक तथा चरित्र अभिनेता हुन्, जसले रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरी चलचित्र क्षेत्रमा महत्त्वपूर्ण स्थान बनाएका छन्। सानो संसार, बर्फी, जात्रा लगायतका चलचित्रहरूमा उनले काम गरेका छन्। भोलाराज सापकोटा प्राय सहायक भूमिका वा खल पात्रको भूमिकामा देखिने गर्दछन्। अहिले भने उनले यस चलचित्र मन बिनाको धनमा काम गरेका छन्। यस चलचित्रमा काम गरे बापत उनले 2 लाख रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ। यसै गरी तेस्रो नम्बरमा रहेको छिन् कलाकार रमा थपलिया। सानो पर्दाका दर्शकहरूका लागि रमा थपलिया चिनाइराख्नु पर्ने नाम होइन। सन्तोष पन्तको लोकप्रिय हास्य टेलिश्रृङ्खला हिजो आजको कुरा मार्फत कुनै बेला हरेक शुक्रबार राति नेपाली दर्शकहरूको घर घरमा पुग्ने यी कलाकार आज पनि अभिनय कर्ममै सक्रिय छिन्। कलाकारिता क्षेत्रमा रमा थपलिया एउटा स्थापित नाम हो। अझै भन्नु पर्दा उनलाई कला क्षेत्रकी आमाको रूपमा समेत चिन्ने गरिन्छ। पछिल्लो समय उनी हरेक हप्ताको शनिबार अपलोड हुने एउटा नेपाली टेलिश्रृङ्खला कान्छी मार्फत दर्शकहरू माझ पुगेको छिन्। करिब 4 दशक अघिदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी रमा थपलिया आफ्नो सम्पूर्ण जीवन नै कलाकारिता क्षेत्रमा समर्पित गर्न चाहन्छन्। साथीहरू, थुप्रै नाटक, टेलिश्रृङ्खला र फिल्महरूमा अभिनय गरिसकेको रमा थपलियाले अहिले भने यस चलचित्र मन बिनाको धनमा काम गरेको छिन्। यस फिल्म मन बिनाको धनमा काम गरे बापत रमा थपलियाले 2,50,000 रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ। यसै गरी साथीहरू, चौथो नम्बरमा रहेका छन् कलाकार सन्तोष पन्त। नेपालमा टेलिभिजन आरम्भ भएदेखि नै नेपाली दर्शकहरूको घर घरमा पुगेका कलाकार हुन् सन्तोष पन्त। सन्तोष पन्तले गरेको अभिनयले दर्शकहरूको मन मस्तिष्कमा अमेट छाप छोडेको छ। उनको अभिनयबाट दर्शकहरू कहिले पेट मिची मिची हाँसेका हुन्छन् भने कहिले रोएका पनि हुन्छन्। सर्वकाल परिचित टेलिश्रृङ्खला हिजो आजको कुराले सन्तोष पन्तको ख्याति उकास्ने मात्र होइन,
झुपडीदेखि दरबारसम्म रुचाइएको थियो हिजो आजको कुरालाई। यसमा कामको लागि उनको घर अगाडि कलाकारहरूको ठुलो भिड लाग्ने गर्थ्यो। नेपाली टेलिश्रृङ्खलामा नेपाली कलाकारहरूले यसमा अभिनय गर्ने अवसर पाएका थिए। नेपाली अभिनयका केही कलाकारहरू रमा थपलिया, दिनेश डिसी, दीपक राजगिरी, दीपाश्री निरौला, जितु नेपाल, दमन रूपा खेती, केदार घिमिरे, सीताराम कट्टेल लगायतका कलाकारले हिजो आजको कुरा टेलिश्रृङ्खलामा अभिनय गरेका थिए। सन्तोष पन्तले थुप्रै टेलिश्रृङ्खला त्यसै गरी थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेका छन्। अहिले भने उनले यस चलचित्र मन बिनाको धनमा काम गरेका छन्। यस चलचित्रमा काम गरे बापत उनले 3 लाख रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ। यसै गरी साथीहरू अर्को कलाकार रहेका छन् सरोज खनाल। सरोज खनाल नेपालका चर्चित अभिनेता तथा निर्देशक हुन्। उनले नेपाली चलचित्र तथा रङ्गमञ्च टिभी क्षेत्रमा लामो समयदेखि सक्रियता देखाएका छन्। सरोज खनालले सन् 1995 मा प्रेम पिण्ड नामक चलचित्रबाट सफलता पाएका थिए। सरोज खनालले नेपाली चलचित्र क्षेत्रमा डेब्यू नामक चलचित्रबाट गरेका थिए। अहिले भने सरोज खनालले यस चलचित्र मन बिनाको धनमा काम गरेका छन्। यस चलचित्रमा काम गरे बापत उनले 4 लाख रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ। यसै गरी साथीहरू अर्को कलाकार रहेको छिन् मन बिनाको धनमा निता ढुङ्गाना। अभिनयमा पारङ्गत अभिनेत्री हुन् निता ढुङ्गाना। ग्रामीण होस् या सहरी हरेक प्रकारको चरित्रमा निताले आफूलाई पटक पटक प्रमाणित गरिसकेको छन्। बाल्यकालमै अभिनयको कखरा सिकेकी निताले चलचित्र मितिनीबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेर पहिलो पाइला टेकेकी हुन्। यसमा निताले बाल कलाकारको रूपमा अभिनय गरिसकेकी छन्। त्यसपछि निताले अजम्बरी नातामा पनि बाल कलाकारको रूपमा निताले अभिनय गरेको छिन्। बाल कलाकार भए पनि दुवै चलचित्रमा उनले आफ्नो कुशल छाप छोडेको थिइन्। निताले हिरोइन भएर काम गरेको पहिलो चलचित्र भने किसान थियो। तर नितालाई दर्शकहरूमा चिनाउने चलचित्र भने मसान हो। मसान चलचित्रबाट निताले राष्ट्रिय अवार्ड समेत प्रदान गरेको थिइन्। त्यसैले होला मसान पछि निताले करियरमा पछाडि फर्केर हेर्नु परेको छैन। चलचित्रहरू सफल भए पनि नभए पनि निताले काम भने निरन्तर पाइरखिन्। उनको करियरको सबैभन्दा सफल चलचित्र भने 6-1 हो र चरित्रको हिसाबले सम्झना लायक चलचित्र भने निताको पञ्चायत हो। यही चलचित्र पञ्चायतबाट निताले विभिन्न अवार्डहरू समेत प्राप्त गरेको थिइन्। चलचित्र क्षेत्रमा भलाद्मी अभिनेत्रीको छवि बनाएकी निताले अहिलेसम्म 3 दर्जन भन्दा बढी नेपाली चलचित्रहरूमा काम गरेको छिन्। अहिले भने नेपाली चलचित्र मन बिनाको धनमा उनले अभिनय गरेको छिन्। यस चलचित्रमा अभिनय गरे बापत निता ढुङ्गानाले 12 लाख रुपैयाँ पारिश्रमिक लिएको बुझिएको छ। हस्त साथीहरू आजको लागि यति नै। म अनिल सुवेदी पनि आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हाम्रो यस नयाँ नेपाली जानकारी युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई अलमा गरिदिनु होला। जय नेपाल, जय नेपाली सिनेमा।